पनि एकदमै सन्चै छौँ भन्ने थाहा पाइहाल्नुभयो हाम्रो काम धाम देखेर होइन। अनि आज चाहिँ तिहारको दिन अनि हामी चाहिँ के गर्दैछौँ भन्दाखेरि सबैजनालाई ह्याप्पी तिहार जो जहाँ जहाँ हुनुहुन्छ कसरी मनाउनुहुन्छ सबैजनालाई ह्याप्पी तिहार। हामी चाहिँ तिहार मनाउन हामी पल्ला के अरे हिप्लीबाट पल्ला आएको अनि दिदीहरू होबटबाट अब ब्रिस्बेन आउनुभयो अनि मुन्डेबाट कहाँबाट हामी पल्लामा जम्मा भएको छौँ होइन। अनि त्यही हो हामी चाहिँ कसैले नाम्ची कसैले तरकारी कसैले के गरेर गरिरहेको छौँ। अब सबैले सबैलाई देखाउनुहुन्छ कस्तो के काम छ भनेर। सबैजनालाई ह्याप्पी तिहार भनिदिनु होला। ल ह्याप्पी तिहार सबैलाई। हजुर ह्याप्पी तिहार। ह्याप्पी तिहार। ह्याप्पी तिहार भन्दैछ र? ह्याप्पी तिहार बनाऊ क्यामेरामा। आकु ह्याप्पी तिहार। ह्याप्पी तिहार। धाइन भइछ बिहान बिहान रन्जुल चाहिँ भाँडा चम्काउने काम गरिरहनु पर्छ। ह्याप्पी तिहार रन्जु। ए ल बधाई छ। बधाई चाहिँ स्पेसल ढुङ्ग्री सुङ्ग्री फ्राई गर्दै हुनुहुन्छ यहाँ। ल भाँडोहरू के हुनुहुन्छ दाइ? यिनीहरू अझै पिजेमा खाने गाइजहरू यहाँ अझै टिका लाउन पर्ने हो। ल दिदीले बनाएको चना र आलु गाइज हेर्नु भाँडा कति ठुलो छ। यहाँ चाहिँ यो छ दिदी चाहिँ हाम्रो मेन सेफ आजको मेन के भन्छ त्यसलाई मेन हेड सेफ। हामीले चाहिँ काटकुट गर्नुमा हेल्प गऱ्यो नि दिदी चाहिँ पकाउनमा हेल्प गर्नुभयो। यहाँ काटकुट पनि गर्नुभयो जे सालिहालीहरू गऱ्यौँ हामीले होइन। अनि नआउनु एकजना त नआऊ। अनि यहाँ चाहिँ यस्तो छ साथीहरू भद्रको लालिएल छ डोन्ट माइन्ड होइन किनभने यस्तै छ अब यहाँ चाहिँ हामीले इस्कुसको अचार बनायौँ अनि यहाँ चाहिँ हामीले बोडी दालको तरकारी बनायौँ। अनि यहाँ चाहिँ के छ थाहा छैन हौ। यहाँ मासु रहेछ मासु पकाउनु अब मासु मात्रै पकाउनु बाँकी छ। यो चाहिँ ढुङ्ग्री पापड के हो चिया हो छ्या खान्न म त्यस्तोमा त। अनि यहाँ चाहिँ दिदी पनि बस्नुभयो झिलिङ्गा फ्राई गर्दै हुन्छ दिदीले चाहिँ अब अलमोस्ट भ्यायो यहाँ चाहिँ कस्तो मजाले फुरेकै बल्ल तेल तेल अनि कस्तो मजाले फुर्यो बल्ल। म चाहिँ अघि तेल बन्द भयो के अरे ग्यास बन्द भयो धेरै तेल सानो भएर के अरे नतातेर भिडियो बनाउनु मैले भिडियो बनाएको बेला थाहा पाउँदै हुन्छ साथीहरू अलिअलि फोहोर छ डोन्ट माइन्ड है। अब हामी चाहिँ एकछिनमा सफा गर्छौँ। यहाँ चाहिँ यस्तो छ पछाडिको ब्याकयार्ड हो यो। अब यहीँ बसेर होइन टिका लाउने दिदी यहीँ बसेर टिका लाउने अरे। गाइज यहाँ कसैले सक्छ त हामीलाई हेर्नु त यहाँ एउटै ऐनामा 5 जना भन भनेर यहाँ लिटल भान्जाधरी के गर्नु पर्दैन हो त्यसलाई चाहिँ त्यो उसमा हाल्ला दिदी त्यो कानको हो क्या फेरि मुखमा हाल्दा छोडिदिनु। सरुको चाहिँ अलमोस्ट भइसक्यो सरू पनि खतरा गर्नु रहेछ मेकअप पुरा। यहाँ सुन्ता दिदीसँग अनि अस्ति नै सिक्ने साथीहरूसँग सिक्दा अलिअलि जेस जो दिदी आउनुभयो फेरि अर्को थपिनलाई किन यहाँ पुगे अन्त सरुको गिरेबाट 1 घन्टा भइसक्यो है 1 घन्टा सबै धेरै यहाँ पहिला सुरु बसेको त मै हो सकिन नि लाग्यो नि त मेरो ल मलाई उस दिनु न भद्रको चाहिँ यता कोही ठडा हेर नि यहाँ कस्तो कमेडी कि त्यो पार्लरमा सिके जस्तो सिक्न बसे जस्तो ट्याप 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 है सबैले ट्याप 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 गर्नु सबैजनाले। सो गाइज अहिले चाहिँ हामी सबैजना रेडी भइसक्यौँ अनि म पनि रेडी भएँ देख्न सक्नुहुन्छ। अनि मैले चाहिँ आज डिफ्रेन्ट तरिकाको आउटफिट मेरो हेयर स्टाइल गरेँ होइन डोरी बाँडेर यस्तो डोरी गरेँ होइन। अनि यहाँ गर्मी पनि छ अनि कपाल छोड्न पनि सकिँदैन अनि त्यही हो सबैजना रेडी भयो। अब पूजा गर्नेले पूजा गर्दै हुनुहुन्छ अनि अब मेरो त दाजुभाइ छैन नि त अब दिदीहरूको हातको टिका लाउने हो अनि त्यही हो। अनि अब सबैजनालाई ह्याप्पी तिहार। अनि मेरो दाजुभाइ विदेश सबैजना विदेश नै हुनुहुन्छ कोही कता हुनुहुन्छ कता छन् दाइहरू भाउजू भाइहरू बदाहरू सबैजनालाई चाहिँ एकदम मिस गरेको छु। अनि त्यही हो ह्याप्पी तिहार सधैँ फलोस् फुलोस् राम्रो होस् सधैँ उन्नति प्रगति होस् त्यही हो। अब कुनै टाइम जुलेर सबैको भयो भने चाहिँ फेरि पनि तिहार मनाउने एकदम ठुलो इच्छा छ। अनि अहिले चाहिँ सबैजनालाई मेरो दाजुभाइलाई चाहिँ ह्याप्पी तिहार
एकदम मिस गरेको छु। धेरैभन्दा धेरै एकदमै ब्लेसिङ तिमीहरूलाई दिदी बहिनीको तर्फबाट। त्यही हो, जहाँ जसरी जहाँ छौँ त्यसरी नै तिहार मनाउनु होला। अब दाई भटामा चाहिँ बहिनी छ नि त, बहिनी गएको छ, दाईको त तिहार खल्लो त हुँदैन। तर पनि अब उता सृजन मेरो सानीमाको छोरा, मेरो भाइ अनि लाई चाहिँ अलिकति उनीहरूको त टिकै छैन, कसैबाट चाहिँ हातको टिका लाउने कुरो भएन, म जस्तै हो होइन। त्यही भएर चाहिँ सबैजनालाई ह्याप्पी तिहार, भाउजूलाई भदाहरूलाई। अनि त्यही हो, सबैजनालाई राम्रोसँग तिहार मनाउनु होला। अनि हाम्रो यहाँभित्रको ताल चाहिँ यस्तो छ होइन। हामी सुन्दा यहाँ देख्ने अघि कस्तो थियो मेकअप गर्दाखेरि यस्तो हुनुभयो, दिदी अघि मेकअप गर्दा कस्तो हुनुहुन्थ्यो, अहिले यस्तो हुनुभयो। अनि आरब अघि कस्ता थिए यस्ता भए, अनि भिनाजु पनि कस्तो हुनुहुन्थ्यो यस्तो हुनुभयो। सबिना पनि कस्तो हुनुहुन्थ्यो यस्तो। दाइले चाहिँ किन कुर्ता लगाउनु भएको है, तेरी दाई लाउनुपर्छ नि। अनि यहाँ चाहिँ आकांश रेडी हुँदैछन्, अनि आमा हुनुहुन्छ यहाँ। अनि सुन्दरले देखाइसकेँ मैले। रियान्स कस्ता थियो अघि यस्ता भए, अनि यिनी पनि कस्ती थिइन् यस्ती भइन्। अनि त हे कति ब्युटिफुल देखिन्छ नि। अनि सरू नि कस्ती हुनुहुन्थ्यो अघि मेकअप गर्दा, कस्ती हुनुहुन्थ्यो, अहिले कस्ती हुनुभयो। नारीलाई श्रृङ्गार म देखाइसकेँ, बोलिसकेँ म। अनि म कस्ती थिएँ हेर्नु सक्छु, म कस्तो भएँ। हामी चाहिँ म्याचिङ हो सुन्दा दिदी पनि। अनि यहाँ चाहिँ पूजा सकिएन र दिदी पनि काम हुँदैछ यहाँ। चप्पललाई पुरा इग्नोर गरिदिनु होला, चुरा लाउनु होला। त्यही हो साथीहरू, हाम्रो तिहार यस्तो यस्तो हुँदैछ, विदेशी तिहार। ज्योति दिदी चाहिँ रेडी नै हुनु भएन। दिदी चाहिँ छोरीलाई सिँगार्दै ठिक्क छ। कति बेला दिदी तपाईँ? दिदी टक्कर फुकाउँदै हुनुहुन्छ। यो दाजुभाइको नाममा होइन, शत्रुहरू सबै जाउने योबाट, राष्ट्रिय शत्रु रोगहरू। तर मैले नि गर्न लिन्छ है सम्झेर, मात्रै हो नखाल्नु है। दिदीले त 7 कोष पर सबिनको त राक्षस धेरै रहेछन् कि। एमराजलाई हो कि सम्झेको, एमराजलाई आरुण्य यो तिमीले फोर ल भाइको। अनि अर्को त दिदी तपाईँ दक्षिका के भयो रे? यसरी फोर यस्तो फुल निस्किसकेर चाहिँ होइन, मेरो यो डोरी बाँध यस्तो मेरो अर्कै खालको छ नि त फेरि। माथि यहाँ बाँटेको रहेछ डोरी। दक्षिकालाई ल्याउनु पर्यो। रन्जुले फोर्नु पर्छ, दिदीले फोरेपछि हुन्छ। दाइले चाहिँ कुर्ता लाउनु भन्छ दाइ। दाइको गाइस ओके ड्याडी ड्याडी दक्षिका यिनीहरूको फोटो खिचिदिनु न। आउनु होइन भिडियो खिचिकिन त अरू सबै टाढा हुन् भनेर ल फोरा अब यहाँ मजाले फोरा म गरिदिउँ समातेर हुन्छ। अन्जु आन्टीले जान्नु भन, अन्जु आन्टीले जान्नु भन क्या। दिदीको बरु अब मस्की गिएर हेडब्यान्ड वाला हो क्या सक्नुहुन्छ। रोटी मिठो बस्छ, अनि काँडेर नि भरिन्छ। गाइज हाम्रो आमाले बनाउनु भएको, आमाले बनाउनु भएको रोटी। ल यहाँ चाहिँ रेडी गर्दै हुनुहुन्छ।
हुँदैन आएर ए बिग्रिन्छ ए एउटै रहेछ नि यिनीहरूको ड्रेस त कस्तो एउटै ड्रेस मिनाजीको त हल्का डिफरेन्स रहेछ होइन गाइज लिएर हाम्रो बच्चा ग्याङहरू कस्तो क्युट देखेछ तिनटालाई एउटै सरू इनले लगाइदिने हो न तिनजनालाई बत्ती बाल्नु पर्यो पहिला टिका उ गर्नु भन्नु घुम्नियो अब यहाँ दादाहरूलाई भाइलाई आरु अहिले होइन दक्षिकाले दिने हो के नत्र फेरि दक्षिकाले एकैछिनमा त फालिएर बच्चाहरूलाई टिका लाउने काम भइरहेको छ रेडी नभएर छ कि सानो सानो गाह्रो हो बच्चाहरूको टिका टाका लाउन मेरो भ्लग तर उ त्यो पात धेरै लम्बा लम्बा पाते एकैछिन बस त अब यो देऊ ल दादालाई अब दिन्छ दक्षिले दिन्छ है अब अब तिमीले कहाँ खुना बसेर खोल्यो ल आरामले दिन्छ नि कति राम्रो यो देऊ त बहिनीलाई दिदीलाई देऊ होइन यो देऊ क्या दिदीलाई यो दिए हुन्छ ए केलाई भोग्लाइसक्यो तर तर त्यो केराको पात भएको सरर लगाइदिन्थ्यो त तपाईँ भने ठ्याक्क मिल्थ्यो क्या
चेलीहरू पनि यहाँ रमाइलो गर्नु। यहाँ बुढाबुढी ग्याङहरू चाहिँ मजाले खानेकुरा खाएर बसिरहेको छन्। यिनीले मिठो मिठो खाइछन्। यिनीले के खाइक्यो? चक्लेट खाइक्यो? तिमीले के खाइक्यो? चिप्स खाइक्यो? र हाम्रो टिका चाहिँ भ्याइयो अब भिनाजुहरूकै अनि दिदीहरूको टिका। दुबो हो त्यो युज गरे हुन्छ अङ्कराको। यता छ दिदी उयो अङ्कराको। Rasto. Inspector कडा हुन्छ है हाम्रो इन्स्पेक्टरको कडा हुन्छ बिचार गर्नु होला रास्तो मात्र नगर्दिनु है हातले लाग्यो नि भिना चाहिँ त्यसले हुँदैन हातले पेट्रोल पार्दिनु ल गाइज हाम्रो चाहिँ तिहार सक्यो टिका टालो भ्याएर है सक्यो खानपिन टिका टालो भ्यायो भन्नु थियो खानपिन स्टार्ट भयो रोटी एकदम मिठो भयो त्यसको लागि धन्यवाद हाम्रो दिदीलाई एकदम आमालाई कोही तास खेलेर पनि उठिसक्यो अब फेरि एक लट चिया खाने भन्ने कुरा भयो यहाँ होइन रन्जीले चिया बनाउँदै हुनुहुन्छ चियावाली अनि सबैलाई चिया खाने भन्ने सोध्दै हुन्छ अनि यहाँ चाहिँ अब बच्चाको टोलीहरू दिदी चाहिँ सुते जस्तो सुन्दा दिदी ए यहाँ चाहिँ अझै सुतिरहन् गाइजहरू ए फोनमा बोल्दै हुनुहुन्छ दिदी अनि यहाँ चाहिँ यस्तो छ अनि यहाँ चाहिँ यस्तो छ भिनाल त कपडा फेरिसक्नु भयो यहाँ हेर्नु नि पारा बाहिर बरु शीतलो छ सबिन चाहिँ धेरै थाकेर बिचरा यस्तो सुत्नु भयो सबिन चाहिँ अनि मार्नुहुन्छ सबिनको भिडियोमा म के यस्तो हल्लामा सुत्ने कि फेरि यहाँ चेलीहरू त्यसरी बसेर दिदी लम्पसार सरू लम्पसार निचो दिदी लम्पसार बिचरा झन् दिदी त उहाँ मुन्डेबाट आउनुभएको गाइज अब चाहिँ हामी फोटो खिच्ने तयारीमा छौँ बाहिर घर बाहिर सबैलाई देख्न सक्नुहुन्छ जिम्बाब्वे यहाँ चाहिँ टिकटक रिङ लाइट आइसकेको छ
यो अड्डेन के हाल्दिनु घर बनाएर यो कस्नुपर्छ नि डार्लिङ कसीको के यो फुत्केछ के हो गाइज हामीले अब बाटोतिर आएर फोटो खिचिरहेको त्यहाँ नपुगेर यहाँ आएर पोचका फोटा कसका फोटा राम्रो हेर्न मन छ तपाईँहरूलाई पोचका फोटा दिदी फोटोग्राफर दिदी चाहिँ क्लाइन्ट यो आएर फेरि भनेकै टेरेन बाटोमा नआइन भनेको त ऊ आयो गाडी आयो तबाट आऊ के भयो आऊ भाउजू म हिँड्ने यस्तो गरिदिन्छु अनि फोटो खिच्दै त यसरी हिँडेको स्लो मोसनको भिडियोहरू बनाइदिनु नि यस्तो आएर नखेला के त्यहाँ अब हजुर बन्द गर्नु नि त मेरो भिडियो बनाइदिनु भिडियो बनाउनु पर्यो अरे भिडियो हो कि पनि के हुन्न दिदी यो सबिनले फेरि कसको भिडियो खिच्नु भयो सबिनले गाई जब हामी तास खेल्न लाग्यो होइन यहाँ तास नभएर सबै बिरहमा परेका उता कोही गालामा हात लाएर बस्छन् पैसा लिएर ठिक्क पर्यो नि तर पास छैन तर हामीले चाहिँ राजमाको दीदी वाह दीदी दीदी तर हामीले यहाँ राजमाको गेडालाई चाहिँ भ्यालु मानेर अनि कोही कोही राजमा हो तास खेल्न बस्नुभयो खालमा वाइन हुन्छ नि दिदी त्यो हो त्यस्तो क्या बोडी अरे होइन यसलाई बोर्ड के अर्कै के भन्छ कि होइन भाउजू के भन्छ अरे बोडी त होइन भाउजू ब्राजमै हो क्या यो त ठुलो हुन्छ बोडी राजमाको प्रकार कुनै प्रकार तुने बडी कात्तिके बडी भने जस्तो हो मुस्ताङे राजमा हो कि यो मुस्ताङेवाला अनि आता खगेलटामा नि आउँछ नि यो धन त्यो रहेन त नत्र यहाँलाई 50 सेन्ट बनाउनु पर्दैन 25 सेन्ट 50 सेन्ट कति गरिब रहेछ भन्ने कुरा थाहा भएन यसलाई भ्यालु मानेर थप्दिनँ ओ म त्यति साह्रै कोही कोहीले फेरि जुतपती खेलौँ भन्दै थिएँ जुतपती होइन अहिले भनेको तास्तिने भयो कि तास्तिनु भनेको नि केटी